पहिला चाहिँ मलाई नाचोस खाने भन्नेबित्तिकै ओहो के होला यो भनेको जस्तो लाग्थ्यो। अनि अब चाहिँ कामहरूमा गएर मैले कति धेरै खानेकुराहरू बनाइरहेको हुन्छु। सो मलाई अब सुप्रियाले चाहिँ आज स्कुलमा देखिरहेको हुन्छ नाचोसको साथीहरूले खाएको। अनि बाहिरतिर चाहिँ अब आई डोन्ट नो म कहिले खाँदा नि खान। बट मैले चाहिँ बिफ मात्रै देखेको थिएँ, चिकन नाचो चाहिँ कहीँ पनि देखेको थिइनँ। अनि सुप्रियाले सोधी पनि अनि उसले चाहिँ बिफ मात्रै पाउँछ नि भनेछ। अनि त्यसपछि उसले मलाई घर आउनु बित्तिकै मम्मी मलाई आज नाचोस बनाइदिनु भने। अब पहिले भनेको भए त म मिन्सहरू लिएर आएर पनि बनाइदिन्थेँ। बट मसँग जे थियो त्यही मैले फेरि अब सुप्रियाले खासै खानको लागि बाहिरको पाए एकदम इन्ट्रेस्ट, घरमा चाहिँ खासै उ नगर्ने भएर उसले भनेपछि अनि ओके छ त के रहेछ हाम्रो फ्रिजमा चेक गरौँ भनेर यसो हेरेँ। अनि चिकन ब्रेस्ट रहेछ फ्रोजनमा। अनि त्यसलाई चाहिँ मैले डिफ्रोस्ट गरेर मजाले मसिनो बनाएर काटेर अनि प्याज स्याज हालेँ प्यानमा। अनि त्यसपछि चिकनलाई मजाले पकाउनको लागि छोडिदिएँ लो हिटमा। अनि त्यसमा चाहिँ अलिअलि टमाटर पनि एड गरेँ। अनि त्यसपछि त्यसलाई मजाले सानो बनाएर ग्यास छोपेर पकाएँ। अनि मैले डोरिटोस निकालेँ। डोरिटोस निकालेर चाहिँ अब यसरी राख्दाखेरि चाहिँ नानी चाहिँ अब अलिक ठुलो भएर होला उसलाई सबै कुरा गर्न मन लाग्छ। यताउता सबै कुरामा चाहिँ मम्मी म गर्छु नि भन्छ। अब छोरी ठुलो भइसक्यो नि त मेरो, अब 7 इयर्स हुन लागिसकेको मान्छे। अनि उसले चाहिँ सर्भ त्यहाँ यस्तो गरेर के अरे साउर क्रिमहरू म आफै हाल्छु भन्दै हालेँ। अनि बाबु नानीले एकदम खुसी भएर खाए। उनीहरूले चाहिँ यो नाचो चाहिँ फर्स्ट टाइम हो। म चाहिँ खासै हामी चाहिँ यस्ता यस्तै खानेकुराहरू बनाइरहेको हुँदैनौँ। अब चाहिँ नानीले बाहिर देखेर घरमा आएर डिमान्ड गर्न सक्ने भइसकेँ। अनि त्यसरी रमाएर उनीहरूले खाए। अनि म पनि एकदमै